हामीमाथि 24 घण्टा निगरानी गरिदिनु होला। शासनमा तपाईहरुको लामो अनुभव छ, हाम्रा कमजोरी उजागर गरिदिनु होला, गल्ती देखाइदिनु होला। यदि हामीले बाटो बिरायौं भने सच्याइदिनु होला। यदि हामी जनताबाट टाढा हुन खोज्यौं भने हामीलाई जनताको आवाज सम्झाइदिनु होला। हामीबाट अहंकार नबढोस्, हामीमा कुनै अहंकार नछाओस्, हाम्रा निर्णयहरू एकतर्फ नहुन्। लोकतन्त्रमा सत्ता पक्ष र प्रतिपक्ष प्रतिस्पर्धी मात्र होइनन्, एक अर्काका पूरक पनि हुन्। एकले काम गर्छ, अर्कोले निगरानी गर्छ, एकले योजना बनाउँछ, अर्कोले परख गर्छ। हामीलाई हनीमुन पिरियडको सुविधा पनि चाहिँदैन। हामी दिन गनेर होइन, सेकेन्ड गनेर काम गर्न चाहन्छौं र गर्न सुरु गरिसकेका छौं। सरकारका प्राथमिकता, योजना र दिशा सविस्तार सम्माननीय प्रधानमन्त्री ज्यूबाटै आवश्यक परे बोलेर र आवश्यक नपर्दा नबोलेरै कामबाट प्रस्तुत हुने कुरा पनि म सम्मानित सदनलाई जानकारी गराउनेछु। हामी प्रतिपक्षको आवाज कमजोर हुन दिने छैनौं, किनकि प्रतिपक्षको आवाज कमजोर बनाइयो र उपेक्षा गरियो भने लोकतन्त्र कमजोर हुनेछ। यो हामीले अस्ति भर्खरै देखिसकेका छौं। हामी यहाँ प्रश्न सोधेर आएका हौं, अहिले बस्ने ठाउँ फेरि होला, तर आज पनि ती प्रश्नहरूप्रति हाम्रो नैतिक जिम्मेवारी उस्तै छ। अब साबित गर्नु छ कि हामीलाई केवल प्रश्न सोध्न मात्र आउँदैन, उत्तर दिन पनि आउँछ, समस्या देखाउन मात्र होइन, समाधान खोज्न पनि आउँछ।